छ्याजलो फेफुल्ला झडले प्राडीमे सबैलाई नमस्कार। आज यो दोस्रो पटक हो हाम्रो समाजसेवी एउटा शिक्षा प्रेमी विकास प्रेमी लेखक हाम्रो आदरणीय यम सरसँग फेरि भेट्ने मौका पायो। यो राइथानेकरण बुक र अहिले फेरि यो दोस्रो भेन्चर, यो दोस्रो बुक छ। यो राइथानेकरण 4 भाग 4 हो सर। यो राइथानेकरण भाग 4 शिक्षा प्रविधि सिद्धान्त प्रयोग र रूपान्तरण भन्ने जुन एउटा किताब फेरि उहाँले लेख्नुभएको रहेछ। फेरि हामी भेटौँ न यम सर भनेपछि उहाँ भर्खर आइपुग्नु भएको छ र हाम्रो यम सरलाई म एकदमै अन्तर्आत्माबाट सम्मान व्यक्त गर्दै स्वागत गर्न चाहेँ। धन्यवाद विमल सर यो अवसरको निम्ति। अनि हामी चाहिँ एकदमै अब यस्ता सोच्ने कुरा अनि बुझ्ने कुरामा अनि समानता भएको कारणले होला चाहिँ हामी साथी होइन। खासमा धेरै समय चाहिँ नभएको चिन्जान भएको, तर हामी चाहिँ साथी अब सामाजिक सञ्जालले जोडेर साथी भएको। अनि सरले चाहिँ मलाई यो अवसर चाहिँ दिइराख्नु भएको छ। यसभन्दा अगाडि पनि यहाँ आएर हामी कुराकानी गऱ्यौँ। आज पनि कुराकानीको लागि तयार भएका छौँ। म खुसी छु, एकदमै खुसी लाग्छ साथीभाइहरूको बिचमा गएर आफ्नो कुराहरू राख्ने भन्ने गर्नको निम्ति। अभियानै यस्तै हो, मेरो अभियानै यस्तै हो, हाम्रो अभियान एकदम पवित्र अभियान। हजुरको यो अभियान पक्कै पनि हाम्रो देश हाम्रो समाजमा एकदम राम्रो प्रभाव पार्नेछ। यसले हाम्रो समाजलाई अगाडि बढाउनेछ भन्ने आशा लिएको छु यम सर। विशेष गरी के हो भने म पनि त्यति धेरै पढन्ते त्यस्तो त होइन, तर के पढ्नुपर्छ, के गर्नुपर्छ, कस्तो खालको व्यक्तिहरूको सङ्गत गर्नुपर्छ, कस्तो खालको बुक पढ्नुपर्छ भन्ने केही आधारभूत ज्ञान चाहिँ मैले पनि पाएको कारणले यो पहिलो राइथानेकरण जुन मैले पनि पढेँ यस विषयमा र अहिले यो दोस्रो तेस्रो हुँदै उहाँले फेरि किताबको लेख्ने क्रम एकदमै निरन्तर रूपमा जारी राख्नुभएको छ। र यसै सिलसिलामा यो शिक्षा र प्रविधि सिद्धान्त प्रयोग र रूपान्तर मलाई कस्तो लाग्छ भने हाम्रो यम सर जस्तो व्यक्तिहरूले जुन किसिमको किताबहरू लेख्नुभएको छ यो चाहिँ एकदम अन्तर्आत्माबाटै देशलाई समाजलाई माया गरेर उहाँले लेख्नुभएको किताब हो। र यस्तो खालको यो किताबहरूले चाहिँ हाम्रै गाउँघरको, हाम्रै देशको, हाम्रै समाजको श्रम, सिप, ज्ञान, विवेकलाई प्रयोग गरेर हाम्रो देशको, हाम्रो जनताको आत्मसम्मान, स्वाभिमान र स्वावलम्बी बनाउने कुरामा यो बुकले प्रेरित गर्दछ। यो पहिलो बुकबाट मैले यो सिकेको कुरा र अहिले दोस्रो बुक झन् यो शिक्षा र प्रविधि भन्ने कुरा छ। यो किताब पनि एकदमै पठनीय, पक्कै पठनीय रहेको म विश्वास गर्दछु। र यो बुक यदि कसैलाई पढ्न इच्छुक भएमा मसँग सम्पर्क राख्न सक्नुहुनेछ र डाइरेक्ट हाम्रो यम सरलाई पनि सम्पर्क राख्न सक्नुहुनेछ। र अब थप यस विषयमा हाम्रो यम सरले केही कुराहरू फेरि राखिदिनको लागि आग्रह गर्न चाहे। धन्यवाद विमल सर। अब म वास्तवमा राजनीतिक आन्दोलनमा एउटा लामो समय बिताएर आएको मान्छे हो। अब झन्डै 2050 सालमै सांस्कृतिक परिवार गठन गरेर एउटा वैचारिक आन्दोलन चाहिँ सुरुवात गर्दै विभिन्न पार्टी राजनीतिमा सहभागी भएको मान्छे हो। अनि पढ्दै खोज्दै बुझ्दै आउँदाखेरि अनि हाम्रो ठाउँको, गाउँको, हाम्रो मान्छेको उन्नति प्रगतिको अभिलाषासहित अब काममा लाग्दाखेरि हाम्रो कुराहरू हाम्रै तरिकाले लेखेको होइन, त्यस्तो चाहिँ भेटिएन। हामीलाई के चाहिन्छ त्यो अरूले लेखेको चाहिँ भेटिएन। त्यस कारणले चाहिँ अब लेख्न सुरुवात गरियो। र यो वास्तवमा लेख्न चाहिँ किन जरुरी छ होइन, पढ्न किन जरुरी छ भन्ने कुरामा हामी जस्तो जुन हाम्रो जुन समुदाय छ, हामी जो छौँ यो देशमा, जो चाहिँ तपाईँको मूलधारमा समाहित हुन सकिराखेका छैनौँ धेरै समयदेखि। अब हाम्रो इतिहास त अब गौरवशाली छ। हामी हिजो मूलधारमै थियौँ, अब यहाँको रस्ती बस्ती बसाउने हामी हो। त्यस कारणले हिजो हामी चाहिँ शक्तिमा होइन, सत्तामा पनि थियौँ होला, तर आज
हाम्रो यथार्थ चाहिँ अब राज्य सत्ताको मूलधारबाट बाहिर छ। सबै ठाउँमा हाम्रो उपस्थिति पुग्नको निम्ति हाम्रो कुराहरू हाम्रो ढङ्गले हाम्रो परिभाषाबाट हाम्रो अर्थ लगाइबाट चाहिँ हुनुपर्छ र त्यो चाहिँ तपाईँको पढ्ने लेख्ने काम चाहिँ जरुरी छ। त्यसो भयो भने हाम्रो समुदाय चाहिँ अरूसँग कम्पिटेन्ट गर्ने कुरामा पनि अगाडि आउन सक्छ भन्ने छ। अनि यो मेरो कुरा चाहिँ अनि हाम्रो कुरा पनि, यो मेरो मात्रै कुरा भएन, यो हाम्रो आन्दोलनको कुरा, हाम्रो अभियानको कुरा चाहिँ हाम्रो ठाउँमा विमल सरले भने जस्तै हाम्रै तरिकाले हाम्रो बुद्धि विवेकले काम गरौँ। अहिलेसम्म सबै कुरा चाहिँ आयातित भयो, अरूको चाहिँ नक्कल गरियो। त्यस कारणले चाहिँ हामी हाम्रोमा अब राजनीतिक कुरामा, सांस्कृतिक कुरामा, आर्थिक कुरामा हामी चाहिँ परनिर्भर भयौँ। यद्यपि सोच्ने कुरामा पनि परनिर्भर भयौँ। हाम्रो दिमाग, हाम्रो बुद्धि पनि विश्व ब्याङ्कले अनि एसियाली विकास ब्याङ्कहरूले, विश्व मुद्रा कोषहरूले तयार गरिदिएको पाठ्यक्रम र हिजोको चाहिँ तपाईँको कारखाना युगमा तयार भएको पाठ्यक्रम, यस्तै यस्तै कुराहरू चाहिँ पढेर आयौँ। त्यही खालको शिक्षा दीक्षा भयो र हाम्रो मान्छेहरू त्यसरी नै सोच्ने भयो। अहिले चाहिँ यो लेटेस्ट टेक्नोलोजी होइन, वेब 3.0 जुन चाहिँ छ, अनि यो युगमा चाहिँ संसार प्रवेश गरेर पनि धेरै अगाडि गइसकेको छ र हाम्रो समुदायले यो बारेमा थाहा पाउनुपर्छ। यो चाहिँ पढाउने मान्छेहरूले मात्रै होइन, पढ्ने मान्छेले मात्रै होइन, सबै अभिभावकले आफ्नो सन्तानलाई सबैलाई सुनाउन पर्ने, पढाउन पर्ने पुस्तक चाहिँ तयार भएको छ। र यो विषयमा चाहिँ तपाईँहरूले किताब पनि हेर्नुभयो भने ज्ञान हुन्छ। अबको हतियार चाहिँ शिक्षा र प्रविधि नै हो। यो दुईटा कुरालाई बलियोसँग जसले समात्न सक्छ त्यो समुदाय नै अगाडि जाने हो। हामी जस्तो मूलधारमा जान प्रयत्न गरिरहेको समुदायको निम्ति चाहिँ यो शिक्षा र प्रविधि भन्ने किताब एउटा चाहिँ कम्पास चाहिँ हुनसक्छ, बाटो देखाउने कम्पास चाहिँ हुनसक्छ। सबैजनाले पढ्न चाहिँ मैले अनुरोध गर्छु र यो एउटा चाहिँ अनुरोध हो, हाम्रो ठाउँ हाम्रै तरिकाले बनाउने चाहिँ अभियान हो। यसमा सबैको साथ समर्थन रहोस् भन्ने अपेक्षा पनि गर्दछु। सर धन्यवाद। धन्यवाद सर। धन्यवाद। फेरि भेटौँला है। फेरि भेटौँला, हामी भेटिहाल्छौँ एकदम। धन्यवाद छ मित्रहरू। हाम्रो याम सरसँग म फेरि पनि भेट्ने कोसिस गर्नेछु आउने दिनहरूमा पनि। उहाँले फेरि यस्तै किताबहरू यो आउँछ, क्रमिक रूपमा लेख्दै जानुहुनेछ र फेरि नयाँ किताब आउने बेलामा म फेरि यसरी नै भेटेर हजुरहरूसम्म चाहिँ यो सम्प्रेषण गर्नेछु। थ्याङ्क यू सो मच। धन्यवाद। धन्यवाद है सबैजनालाई। ल सर ल।